खेल्नलाई आएको खेल्न आएको कि के खेल हामी के खेल्न आएको रे बाबु स्केटिङ खेल्न आएको तर हामीलाई रस्ते जाडो भएको छ गाडीमा जाने ल के यो त यहाँ माथि पुग्नु पर्ने हो नि त यहाँ ल सम्माउनु यसमा ल खोइ कति मजा तिम्रो जोबनलाई देखेर विरती गाँसेको हेलो गाइस जाडो कस्तो राम्रो हो देख्दा त हेर्नु न फेरि खोला छ र डर लाग्छ हौ भनेर खिच्नलाई फेरि मोबाइल फुत्ता खस्यो भने के गर्नु मोबाइल झर्न डर लाग्यो अन्त यस्तो निकाल्दै खिच्नु हुन्छ नि त डर लाग्यो मोबाइल झऱ्यो भने फेरि 1 महिनाको सेलरी जान्छ फेरि उतै जानु पर्ला यतिखेर खाजा खाँदैछौँ हिउँ खेलाएर घरबाट यति धेरै भात खाएर आएर पनि हामी चाहिँ ए भात पनि खाएको थियो तिमीहरूले कस्तो लाग्यो तिमीहरूले खानेकुरा गइसकेपछि अब त्यो पहिला त खानु पर्यो नि त सकेपछि भन्ने हामीलाई यस्तो लागिरह यति धेरै हिउँ छ यति धेरै हिउँ छ यति धेरै हिउँ छ सिपुरीमा चाहिँ यसरी हिउँ छ तर यहाँ एउटा टेबल छ जहाँ चाहिँ हामी खाजा खाइरहेछौँ खासमा यो ठाउँमा पिकनिक बस्न आएको चाहिँ यति धेरै हिउँ छ यति धेरै रुखहरू कस्तो राम्रो देखेको नि हिउँ त हिउँ यति धेरै छ हिउँ हाम्रो लक्ष्मी चाहिँ पुरै यति राम्रै भएर आएको छ पुरै हिउँ परि कस्तो लाग्नु उसाला चाहिँ मैले थाहा छैन मैले आँखाले केही देखेको छैन टोपी चाहिँ बाङ्गो भएछ चस्मा मिस भइरहेको छु आँखा केही पनि देखेको छैन कि यहाँ सेतो भएर अन्त चस्मा लगाएर आउनुपर्छ नि त घुम्न जाँदै हुनुहुन्छ भने चाहिँ चस्मा नछुटाउनु होला हामी त यस्तो भइरहेको छ त्यस्तो भइरहेको 1 hour later हामी चाहिँ अघि मेरो कामेङ गएको थियो त्यहाँ लास्टै प्याक भएको भएर हामी फेरि अर्को ठाउँमा आएको छौँ अनि हाम्रो गाइजहरू चाहिँ यसरी टिकटक बनाउनलाई भित्र इन्ट्री हुनको लागि बसेर हेलो निद्रा लाग्यो घुम्न आएको मान्छेहरू पुरै यस्तो भएर बस्यो हामी चाहिँ कति राम्रो देखेको सबैजनालाई यसरी ओहो गीत गाउँ न हौ गीत हेलो हेलो हाम्रो चाहिँ सानो छोरो सोइन्जा कहाँ जानु लाग्यो खासान उनीहरू चाहिँ माथि जानु लाग्यो ल बेस्ट अफ लक ल कति राम्रो देखियो ल दाँत झारेर न है हामी यता उता टिकटक बनाउने यता त गरेर ल बाई सोइन्जा ओके दाइजुはいसोइन्जा बाई बाई भन बाई बाई बेस्ट अफ लक खुट्टा दुखिरहेछ लास्टै दुख्छ खुट्टा ल ल दाइजु पो त्यसका सोइन्जा चियान ओहो उनीहरू चाहिँ खेल्न लाग्यो हामी चाहिँ नखेल्ने म चाहिँ नखेल्ने म चाहिँ भिडियो बनाएर बस्ने हो
छोरीकोबाट त हाम्रो 6 hours later. हेलो हामी चाहिँ ट्रेन कुद्दैछौँ हामी गाडीमा चाहिँ 4 घन्टा हिँड्यौँ 4 घन्टा हिँडेर फेरि ट्रेनमा अब 1.5 घन्टा जति चाहिँ हिँड्दैछौँ बिचरा हामी चाहिँ यस्तो भएको छ नराम्रो विरक्त लाग्दो भएको छौँ झापाली हो नि छोरी झापाली